लोमा खोला खानेपानी आयोजना मार्फत भोजपुरको उत्तरी क्षेत्र सडानन्द नगरपालिकाका 800 घरमा एक घर एक धारा सञ्चालनमा आएको छ। खानेपानीको समस्यामा रहेका यहाँका 800 घरमा धारा जडान गरिएपछि स्थानीय खुसी भएका छन्। भोजपुरको उत्तरी क्षेत्र सडानन्द नगरपालिकाका 800 घरमा एक घर एक धारा सञ्चालनमा आएको छ। पानीको समस्या रहेका यहाँका 800 घरमा लोमा खोला खानेपानी आयोजना मार्फत धारा जडान गरिएको हो। बस्तीमा पानी वितरण थालिएपछि वर्षौंदेखिको पानीको समस्या हटेको स्थानीयको भनाइ छ। मैले पानी खान पाएँ, 4 पैसा खर्च भएन मलाई पानी खान पाएँ। ठुलो कोठी धर्म गर्नु मलाई। यो पानी नआउँदा हामीलाई अब लगभग आधी घन्टा पर गएर बोकेर ल्याउनु पर्थ्यो। अब त्यसमा पनि तपाईँको हामीले चाहिँ यहाँभन्दा अलिक खडेरी भएको पिरियडहरूमा चाहिँ होइन राति 2 बजेतिर जानुपर्ने अवस्था पनि भएको थियो। अब बिहान उज्यालो भएपछि सबै भिड भएर नभेटिने अवस्थाहरू त्यस्तो पनि हामीले देखेका छौँ। अहिले अब यो आएपछि चाहिँ हामीलाई अब धेरै राहत मिलेको छ। यसो सरसफाइ भयो होइन, अब गाई बस्तुहरू। सडानन्द नगरपालिकाको वडा नम्बर 8, 9, 10, 11 र 12 का 1416 घर परिवारमा पानी वितरण गर्ने लक्ष्यका साथ योजना सञ्चालन भइरहेको छ। हालसम्म आयोजनाको करिब 75% काम सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताउनुभयो। श्रमदान सहित यो आयोजनाको कुल अनुमानित लागत 28 करोड 51 लाख रहेको उहाँको भनाइ छ। यो लोमा खोला खानेपानी योजना चाहिँ भोजपुर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको वान अफ द ठुलो योजना नै हो। आगामी अबसम्म चाहिँ योजनामा आवश्यक सबै संरचना निर्माण काम सकाएर लगभग 1400 घरधुरीमा चाहिँ पानी वितरण गर्ने हाम्रो योजना छ। 2 स्किममा सञ्चालित यो आयोजनाको मुख्य पाइपलाइन विस्तार 47 किलोमिटर र वितरण लाइन 153 किलोमिटर रहेको कार्यालयले जनाएको छ। निर्माणाधीन खानेपानीबाट पहिलो चरणको पानी वितरण थालिएपछि स्थानीय नागरिकलाई सहजता भएको सडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले बताउनुभयो। यो सडानन्द नगरपालिका एउटा चाहिँ निकै गौरवको योजना हो। यो चाहिँ प्रदेश सरकारबाट सञ्चालन भइरहेको छ र यसले लगभग 1400 घरधुरीलाई पानी पुग्ने गरिकन एक घर एक घर पानी यी सबै घरमा पुग्ने गर्ने योजना सञ्चालन भयो। यो आयोजनाको स्किम 1 अन्तर्गत 12 वटा ट्याङ्की मध्ये 9 देखि 75 घनमिटरका 9 वटा र दोस्रो स्किमका 5 वटा नै वितरण ट्याङ्की निर्माण सम्पन्न गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ। गणेश विष्ट, एनटिभी टारी समाचार, कोशी प्रदेश, भोजपुर।